हेलो गाइस, आज चाहिँ स्पेसल डे छ के हैन। म चाहिँ घर आएको छु। खासमा मेरो बर्थडे हो आज। सबले ह्यापी बर्थडे भन्नु होला। ह्यापी बर्थडे थ्याङ्क यू। हामी चाहिँ आज हेटौडाको शहीद स्टोर पार्क घुम्न जाँदैछौँ। हेर्नुलाई त कस्तो रहेछ, म पनि फर्स्ट टाइम जाँदैछु। हामी चाहिँ मेरो बुबा अनि मम्मी बाबा जाँदैछौँ। उठ 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 माथि उठ उठ माथि उठ एला उठ माथि उठ माथि उठ उठ माथि माथि ह्यापी बर्थडे भन् उफ्रे 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 यहाँ नहीं यहाँ दे दो उठ समय जो कहा है हिम्मत छोड़े इसने अलग उठ सा उठ मैं उठ उठ छिटो उठ हामी जाँदै गरे भन्नुभयो। हामी चाहिँ यहाँ कुरिरहेछौँ। मम्मीहरू चाहिँ यताबाट आउनुहुन्छ अहिले। मम्मी आउँदै हुनुहुन्छ। रातो मिसाउनु पर्यो कि यसमा होइन। बाबा र मम्मी हामी चाहिँ अब जान्छौँ। मम्मी आज हामी कहाँ जाँदैछौँ? घुम्न जाँदैछौँ हामी। आज के हो? तिम्रो जन्मदिन। आज चाहिँ मेरो बर्थडे हो। आएन कति आएर हामी चाहिँ चोकमा गाडी चढ्न जाँदैछौँ। हाम्रो सिमरा चोक अब आउनु लाग्यो। ओके बाबा त्यही लाउनुहुन्छ कि भन्ने सोचेको भए जुत्तै ठिक छ नि होइन। गइहालो। यो चाहिँ हाम्रो सिमरा चोक हो। बाबा उहाँ हुनुहुन्छ। किन त्यहाँ उभिन पछाडि पछाडि हिँडिराखौँ हामी। के भयो? यो चाहिँ हाम्रो सिमरा बजार हो। हेर्नु राम मन्दिर। मम्मी चाहिँ के किन्दै हुनुहुन्छ? के किन्नु भएको? हजुर लानुहुन्छ तपाईँ? चिज बल खानु म त। औषधि खान हो। चिज बल नै कुरकुरे के
करेन्टको अचारीवाला छ हो त्यो मिठो हुन्छ अमिलो अमिलो हुन्छ कि अचारको टेस्टमा के यहाँ चाहिँ टिकट काट्ने हो छैन र बाबालाई फाइदा हुन्छ के भयो तिनवटा मात्र काट्नु पर्यो कि यसो उमेर बढाएको भन्ने क्या होइन उमेर बढाएको के धुल भित्र छिरिसक्यो ए होटल त यहाँ रहेछ नि त ए यहाँ रहेछ नि त यी खानेकुरा यस्तो रहेछ गाइस वेलकम खोइ कति राम्रो ठाउँ रहेछ ऊ त्यहाँ जाऊँ अब फोटो खिच्न कति राम्रो ठाउँ हजुर फोटो खिच्ने जङ्गलमा पाइने त कालो ढेँडुवा जस्तै छ यो ठाउँ राम्रो राम्रो रहेछ ल फोटो खिचौँ कि आउँदिनी फोटो खिचौँ ल फोटो खिचिदिनु त हामी दुईजना लाग्यो क्या यहाँ है मम्मी तपाईँ आएबाट चेन्ज भयो कि नै यहाँ यहाँ तपाईँहरू आएदेखि चेन्ज भयो कि नै यो सुधार भयो ए सफा भएछ कि ए कस्तो दामी लाग्यो मलाई त यहाँ यस्तो डिजाइन बनाएर फुलहरू कस्तो राम्रो भएर जमिनमा कस्तो राम्रो यो त डुबो त यो हो नि यसमा नजानु मजुर त कस्तो राम्रो गरिरहेको कस्तो राम्रोसँगले यो यस्तो बनाएको रहेछ कि यहाँ एकदम राम्रो लाग्यो मलाई चाहिँ राम्रो लाग्यो कि यो राम्रो लाग्यो अरे अँ त्यो देखे छैन भनेर त त्यहाँ के अरे देखाउनलाई लिएर आएको ए त्यही त बर्थडेमा बर्थडे मनाउनलाई यहाँ पहिलेदेखि यस्तो राम्रो रहेछ र पो मलाई बाबा मम्मीले पहिलेदेखि यहाँ लाने भन्नुभयो रहेछ त कस्तो छ ठिक छ शहीद शहीदहरूको टाउको बाबा आउनु हजुर हिमाल पर्वतमा खिचौँला ए नेपालको गौरव हेटौडाको पहिचान अरे
उराई खानाइको छ जाम झोलुङ्गे पुल ए पैसा लाग्दैछ भयो नजाने उतै जाने पारि भयो नजाने त्यो झोलुङ्गे पुल 10 रुपैयाँ चाहिँ पहिला त घुमेपछि जाने हो त ल आउँदै हुनुहुन्छ यहाँ बस्न मिल्दैन यो यो दुगो छ ल मलाई भोक लाग्यो जस्तो छ तल भ्याइयो अब यता त अब माथितिर जाने टोइलेट आएको भए जानु है कोही बाटोमा रोडमा तपाईँ किन रिसा जा ना भुलाइदिए के हेटौँडाको सानमा त म त किन्ने पर्ने यहीँबाट हेर्ने यो पुल के तर्न छ हाँची त्यो लामो लामो मम्मीहरूले फुल चोर्दै हुनुहुन्छ डेला गरेर चोर्छाउनु भयो यो यहाँ चाहिँ हामी जस्तै धेरैजना हेर्न आउनुभयो हेर्न सक्नुहुन्छ के कति राम्रो रहेछ है यहाँ हेटौँडा नजिकको सबैजना यहाँ हेर्न आउनु होला है हुन त आइसक्नु भयो होला वर्षा आएको छ कि नि वर्षा आएको यता के छ हेर्नु त जरायो उल्लु ला उल्लु उल्लु
राति यहाँको हिँड्ने हाम्रो घरमा त्यो रोजी हाम्रो घर हो त्यही हो कि उल्लु भन्ने कि ओहो यो कति पाल्छन् नि घरमा जसको घरमा पनि पाल्छन् कि आजकल जाडो चाहिँ कपडा दिएर बस्यो चिलो चिल ए ओके गीत त एउटै छ जम्मा जाडो भएर कसो गरेर निदा खोइ चाहिँ गीत त एउटै रहेछ यसले त कुखुरा उडाउँछ कुखुरा उडाउँछ कसले किन राम्रो पर्या भन्ने उता मयूर रहेछ त्यहाँ मयूर रहेछ नाचेकै छैन यहाँ छ है ढेँडो तेरो साथी हेलो यहाँ हेर यता यता के भयो अरे त्यो जिउँदै रहेछ क्या प्लास्टिकको भनेको आँखा पिलपिल गरिराखे कि हुन त यो जूमा अनि कहाँ पेक राख्छु धरहरा रहेछ धरहरा मिनी धरहरा गोल खै त्यो कोहीले मान्छे खान्छ होइन र ट्राई भइसक्यो नि यहाँ रहेछ नर्सरी नर्सरी हेर्न हेर अनि पसेर केही गर्नु न हजुर कहिले मात्ने ओके मदन बाटिका अरे हजुर गर्मी भयो मदन बाटिका मदन भन्ने है हिँडो नहेर्नु क्या त्यो साथीलाई त हेर्नु अहिले फुल्की दही हेर्नु हजुर कति राख्छ है सबै राम्रो रहेछ अन्त कति राख्छ है जम्मै राम्रो बनाएको कस्तो राम्रो के पहिला जम्माले यतापट्टि बेबस्ती है पौडी पोखरी कहाँ छ पोखरी त्यहाँ खेल्ने होला सो खै कहाँ छ के को पौडी पोखरी आज कोही रहन्छ नै पिक्निक खाने ओके
आफूले ल्याएर खाने मात्रै छ नानी। नानी आएको आफूले घरबाट बनाउने त्यसरी ल्याएर खाने। जय श्री राम। यस्तो गरेर खाने बस्नु छ्या यस्तो यो के फालेछन् बिचमा फालेको त्यो हो त्यो पकाएर खाएर फाल्नु। ठुलो ठुलो बनाएर हुन्छ नि। ब्ल्याङ्केट त कोन खेल्ने जस्तो म कुन खेल्छु भने म त मेरो लागि स्विट उयो किड्स वाटर प्लान किड्स वाटर प्लान बुल राइड खेल्छस् र बुल राइड लड्छु म खेल्छ ल मेरो लागि स्विटेबल भने एउटा त्यो इन्फ्लाटेबल कस्तो तिमी चाच्याको माथि कतिसम्म लगाएको ऊ त बसेर गर्नु। मम्मीहरू चाहिँ त्यो जिप लाइन हेर्ने भनेर जानुभएको छ यहाँ चाहिँ सबै खेलहरू हुँदो रहेछ क्या के के अरे मम्मीको वेट धान्दैन तपाईँको नि मेरो त पुरै धान्छ नि त यो मुढी चाहिँ कसको हो यो तपाईँ प्रेग्नेन्ट हो यहाँ यता बएपछि डाँडाको माथि छेउमा खाएको भ्यूटा हो दूरबिन पनि छ त्यहाँ तर यहाँ एकदम राम्रो रहेछ है मलाई एकदम बेस्ट लाग्यो पिकनिक स्थल त्यो पनि एकदम राम्रो लाग्यो खेल्न पनि बच्चाहरू लिएर आउन पनि राम्रो रहेछ है कसै हामी बच्चा जन्माएपछि यस यहाँ लिएर आउने हुन्छ के अरे कसले यति नै हेर्छ र हाम्रो भिडियो के अरे मम्मी ए ऊ त्यहाँसम्म होला साइक्लिङ पनि रहेछ यहाँ साइक्लिङ नि देखेको थिएँ कि मैले भिडियोमा साइकल चलाउनु त साइकल हो साइकल साइकल त हो नि यही तारबाट जाँदैछ कि जिप्लामा यस्तो हुन्छ चढेर जानु आयो 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 खै कौन निरन चाहिँ उसले आगेकोले देखाइरहेको छु प्रचार गरिरहेको छु प्रचार गरे अरे प्रचार गरेको कि अब कोही चढे छैन नि त के नि त नि कोही चढ्छन् भनेर कि यहाँ चाहिँ स्टुडेन्टहरू पनि आइरहेछन् यहाँ पिकनिक पनि खाइरहेको रहेछन् है हामी चाहिँ अब माथि स्मारक हेर्न जान्छौँ हामी आउँदा त जङ्गलमै खाएको थियौँ यस्तै ए हो अहिले यस्तो बनाइदिएको सजिलो भयो नि त पहिला हामी त ऊ त्यस्तो पारि उतापट्टिको ठिक जस्ता थियो नि त ए त्यस त्यहाँ पकाएर खाँदै यसको बिहा भयो रहेछ यहाँबाट बिहा पनि भएछ बबिता र कविता र सुशान्त अरे यही होला बिहा गर्ने ठाउँ यहीँ गरे सभा हल रहेछ नि त यहाँ बिहे गर्छन् गरेछ नि त ऊ शुभ विवेक कन्डिसन त ल्याएर गरे त्यही त भन्दैछु 9000 हुनुपर्छ अनि मलाई हालिदिनु पर्छ
यस्तो रहेछ ए त्यही हो स्मारक यो बोतल फाल्दिउँ कि यसमा अहिले पानी भर्ने त्यहाँ पानी थियो है खाने पानी हाल्दे ल यहाँ उभिनु उतेत्न सिँढी र दुईजना हजुरहरूको खेल्ने आइसक्नु के खेल्ने हो यो ए डुङ्गा पिङ यिनीहरू स्विमिङ पुल माथि हेरेर हामीलाई Ready. यहाँ आसी शहीदहरूको याद आओस् भनेर नबिर्स्यौ नि भनेर यसको उसबाट त्यहाँबाट यो सबै उ गर्न पाइयो नि त हो त नि है यस्तो राम्रो ठाउँ पैसा कमाउनु पाइयो नि त्यही हो कि एउटा माध्यम बनाउने हामी अब कहाँ जान्छौँ त अब हामी तल घुम्छौँ एकछिन खान मन लाग्यो खान्छौँ मन लागिहाल्छ नि मन लागिहाल्छ नि मन लागे मात्र लागिसक्यो त्यस्तो लागेन मलाई त भर्खर कुरकुरे खाएको भएर तपाईँलाई लागा खान मन कहाँ वहाँ हेर्नु न कति धेरै बच्चाहरू आएको है स्कुलको एक्जाम 30 होला बच्चाहरूको 30 जात होइन यो त छेत्रीवाला बनाहा नेवार पनि बनाउँछ अरू जातले छेत्रीको बनाउँछन् नि त हामीले अरूको बनाउनु पर्छ त्यही त कुन ड्रेस मन पर्छ तपाईलाई कसको के नेवारको मन पर्छ कि मगरको ए उसो भए तपाईले मगर मान्छे मन पर्छ कि नै मन पर्छ राम्री लाग्छ हो त राम्रो कस्ता घुम्नु त्यो जस्तो हुन्छ रगत चुहेला जस्तो गाला हुन्छ कतिको त त्यस्ता हुन्न नि कोही कोही फेरि नराम्रो मगर हुन्छ है कोही त ठेट हुन्छ हुन त सबै जातका नराम्रा नि त हुन्छन् नि राम्रा जातका नि कुनै ठाउँको मगरहरू कति रसिला कस्तो हुन्छ नि कोही ठाउँका त ठेड्के हुन्छ मगरहरू पनि के बनाएको गोलो यस्तो त हाम्रो पहाडको हुन्छ अर्को हाँचीमा गर्मी नै हो के अझै यो दिउँसो त होइन बिहान साँझमा त अलिअलि जाडो त्यही त
नै नखाने कोकीलाई हाल्थ्यो बदम कसरी हो 60 सानोको खाने हो खानुहुन्न रे कि मम्मी चाहिँ फुल ऊ हो के फुल लभर हो न फुलहरू मनपर्छ कहाँ जानुभएको बाबा नर्सरी एक कता छ तल पो हो त जय भगवान् कुन मन्दिर ए दुर्गा माता अँ देवी मन्दिर यहाँ चाहिँ दर्शन गर्दै हुनुहुन्छ म चाहिँ दर्शन गरेर सकाइसकेँ गाइस के पैसा भित्र राख्दिनु बाहिर राख्दिन हौ के ल ल हामी चाहिँ यता हामी यहाँबाट पस्ने अब चाहिँ हामी नर्सरी जान्छौँ फुल मन परेको फुल लान नि सक्छौँ है हामी नर्सरी जाने हो अनि फुल हेर्ने हो फुल हेर्ने फुल लाने हुन्छ फुल हेरौँ न यो कस्तो खाले फुल हो यो अब फुल त्यो त उयो छ त उयो फुलिरहेको त्यो लाम पत्ता हुने त्यो डल्लो पत्ता हुने फुल फुल्या चाहिँ छैन उयो यस्तो फुल चाहिँ यो भनेको मैले यो त्यही हो क्या ए ऊ त्यस्तो फुल्दो रहेछ नि त त्यो ऊ जस्तो हुन्छ है टिप्न मिल्ने होइन सो हो क्या सो हो नि के नि त टिप्न चाहिँ मिल्दैन त्यही हो कुरिलो कुरिलो लाने हो ऊ यो मैले लगाएको यो वाला यो यिन त सो फुल हुन् यो 25 रुपियाँ गोटा उयो ठुलो लैजानु भयो 50 रुपियाँ गोटा कुन ठुलो उयो यो बोट यो 25 रुपियाँ गोटा अब त्यही ऊ भइसक्यो फोटोमा होइन यो कस्तो हुन्छ भने थाहा छैन भनेको लान्ता लैन्छ रातो पहिला सेतो यस्तै त होला नि होइन र कलर निस्किने होला नि त यहाँ छ क्या फुल कलर यही त छ नि उहाँले बताए अनुसार देखाएको त्यस्तै त होला नि यस्तै हो यो फुल चाहिँ त्यस्तै यहाँबाट कस्तो निस्किन्छ ए यस्तो निस्किन्छ अरे क्या ऊ यस्तो निक्लिन्छ किन्ने त्यही हो त पर्पल कुरिलो छैन तपाईँ आफै निकाल्नुहोस् तपाईँलाई कुन हुन्छ जस्तो लाग्छ त्यही छान्ने नि एउटा राम्रो निकाल्ने यही लैजाउँ है अलि राम्रो खालको लानु न कस्तो आउँथ्यो पत्ता मिसी त्यो दुईटा फुल किन्यौँ हजुर कति हो काठमाडौँ लगाएको यही त हो नि हामीले यो कति लगाउँछु पऱ्यो अब त हुन्न कि बर्खा मरिहाल्छ हिउँदा मात्रै हुन्छ जाडोभरि कति लगायो कस्तो खर्च हुन्छ यो एउटै किसिम किन न एउटा लगाएको पर्दैन एउटा नानी हो एउटा लानु उसो भए अर्को त्यही हो त कुन लाने होला अरू त्यति एउटा लाने अरू खासै छैन त्यस्तो यिनीहरू छन् घरमै यो त्यो फुल मोर यो एउटा मात्रै छैन त्यो यो छ यस्तो यो ऊ पनि त्यो फुल र क्या यस्तो मैले सानो लैथेँ भाइ हो नि के नि स्पिडमा फुल्ने फेरि अब फुल्छ नि त हाम्रो फुल्न लाग्छ उताको ए त्यो त ठुलो हो त मिलाएर ल्याएको मैले किन लैथेँ भने यस्तो यस्तै त हो नि यो पनि फेरि हाम्रो त्यो पानी टङ्कीमा निको ए त्यो गुलाब जस्तै नि के फुल रहेछ
त्यसलाई चाहिँ पामाटैमा गाडेछन् त्यो लाने हो र त्यस्तो हाम्रोमा छ नि त त्यो दुईटा खा त्यस्तो काँचो त त यतापट्टि कुन्न लाग्छ त्यस्तो एउटा फुलिया छ नि उयो तल तिम्रो कोठाभन्दा अगाडिपट्टि यता छ नि दुईटा ए त्यहाँ ए एउटा फुलिया छ कि एउटा फुल्न लाग्छ यो चाहिँ यो फुल पनि रे अर्को पनि लग्दैछौँ दुईवटा लग्ने भयो नि कति राम्रो राम्रो के हेर्नु भयो पैसा बाबाले दिइसक्नु खाऊ न मम्मी हामी चाहिँ फुलले अब चाहिँ बाहिर निस्किन्छौँ अब एकछिन डुलेर हामी चाहिँ उता जानुपर्ने हुन्छ घरतिर हामीले फुल लिएर आएको फुल फुल लिएर आएको फुलै थाहा छैन नाम तर राम्रो छ यहाँ हेर्नु न हेलो वेलकम टु माई ब्लग ओके थ्याङ्क यू भेरी मच वेलकम इन न्यू ब्लग माई लङ ब्लग टुडे ह्याप्पी ओके एक्साइटेड थिएँ व्हाट डु वान्ट इट नाउ के खानु थाहै होइन ल पकडी ल जाँदै हुनुहुन्छ सोध्नु अब हामी यहाँ खाजा खानुपर्ने हुन्छ खाजा खाएर चाहिँ अब निस्किने थाहा छैन मोमो खाने हो कि मोमो खान्छ मोमो जे खाने हुन्छ खै बसको तिनीहरूको के गर्न हामी खाजा खान के खाने हो र के खाने त अब चाउमिन मोमो अनि पकौडा चिया त्यस्तै त हो नि स्लोमो गर्नु न यो त फास्ट मोमो भइसक्यो स्लोमो गर्नु न हेलो गाइस मेरो चाहिँ मोबाइलमा चार्ज पनि सक्यो अब चाहिँ हामी घर जान लाग्यो ल बाई 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 गर्नु बाई बाई ल बाई सी यु सुन मेरो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला मलाई भाइरल बनाउनु होला छिटो एउटाले मात्र हेर्ने होइन नि त्यहाँ धेरैजनाले हेर्नु यस्तो राम्रो ठाउँमा आएको छु म